NYEF जनकपुर चैप्टर आ NYEF बीरगंज चैप्टर संयुक्त रूप में विद्यार्थी सबके औद्योगिक भ्रमण करौने छै। सोम दिन जनकपुर धाम स्थित मोनास्टिक स्कूल के विद्यार्थी सबके बीरगंज स्थित विभिन्न उद्योग सबके भ्रमण कराओल गेल छै। भ्रमण में कक्षा 11 के विद्यार्थी सब सहभागी भेल छ। ओकरा सबके बीरगंज स्थित डाबर नेपाल आ निकोभिट टाइल्स उद्योग के भ्रमण कराओल गेल। NYEF जनकपुर चैप्टर जानकारी दिलक अछि। भ्रमण पश्चात भेल कार्यक्रम में सहभागी सब नेपाल में उद्योग तथा व्यवसाय की अवस्था लगायत के विषय में चर्चा कैने छल। म भोलि एउटा उद्योगीको रूपमा एउटा व्यवसायीको रूपमा र यो देशलाई आर्थिक रूपमा अगाडि बढाउनमा योगदान गर्छु भन्ने हिसाबले जुन हिसाबले भाइ बहिनीहरू र विद्यार्थी भाइ बहिनीहरू यहाँ आउनुभएको छ, सर्वप्रथम वीरगञ्जमा यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। म दाइमा त्यो प्रोडक्ट बन्न लाग्यो र प्रोडक्टको आउटपुट सेम भन्दाखेरि प्रोडक्सन कस्ट धेरै तल आयो र त्यो दुनियाँमा सिंगल फ्याक्ट्री आज पनि त्यो दुनियाँको सिंगल फ्याक्ट्री र उसले के गरेछ भने जुन जुन ठाउँमा कार फ्याक्ट्रीहरू छन् नि जर्मनमा, इटलीमा, इन्डियामा, फ्रान्समा, जापानमा त्यो ठाउँमा उनले आफ्नो फ्याक्ट्री नै लगाइदिएछ। 90 जना लिएर आइन्छ अनि यसले के गर्नु भने मान्छेले आफ्नो घरमा नै अरू अतिथिलाई आमन्त्रण गर्छ। जस्तै हामीले आफ्नो घर परिवारका अरू बच्चाहरूलाई पनि लाएर वीरगञ्ज हामीहरूले घुम्यौँ, हामीहरूले सिक्यौँ, तिमीहरू पनि आऊ हामीसँगै हिँड। त्यहाँका चक्रका साथीहरूले तिमीलाई घुमाउँछन्, बताउँछन्, सिकाउँछन्, यो अपर्च्युनिटीले युज गर। कार्यक्रम में मध्य प्रदेश के शिक्षा तथा संस्कृति मंत्री प्रमोद जायसवाल, मध्य प्रदेश उद्योग वाणिज्य महासंघ के अध्यक्ष अशोक तेजवानी, NYEF के जनकपुर चैप्टर अध्यक्ष डॉक्टर सोनू शाह, सदस्य सब दीपक शर्मा, नवीन शाह, सुमित गुप्ता तथा विद्यार्थी लगायत के सहभागिता रहल छल। NYEF युवा उद्यमी सबके संस्था रहल छै।